हेर्नु त यो चाहिँ एकदम इन्टरटेनमेन्ट राम्रो छ है। हिँड्नलाई चाहिँ मात्र एकदम गाह्रो अप्ठ्यारो भन्ने कुरा त्यस्तै छ। यो यहाँ गइरहेको छ। हेर्नुहोस् यस्तो छ यताको वातावरण चाहिँ। भिडियो बनाउने त सोख थियो, के गर्ने थकेर बोल्नलाई गाह्रो भइरहेको छ। यहाँ हाम्रो सरजी यता हुनुहुन्छ। लास्टै हामी सबै थाकिसक्यौँ। यहाँ छेउदेखि पैदल हिँडिरहेको छौँ है। गाडी ल्याउनलाई अलाउदैन छ। यस्तो छ। भिडियो चाहिँ तपाईँहरूले एन्डसम्म हेर्नु होला है। राम्रो छ यहाँको दृश्य, यहाँको रमणीय ठाउँ। हेर्नुहोस् यो चट्टान, पानी कातरले भिएर गया यो मागोबाट। अब अगाडि गएर दुईजना पानी लिएर गएको फाँसी गएर नि पर्छ। पुरै 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 पानी यहाँ ल्याइदियो बरु ट्याक गइसक्यो। आन्टी पनि छोडेर यहाँ गाटा साफ भएछ न। त्यो फर्स्टै थकियो है। यहाँ कच्चा कच्चा लाग्ने रमाइलो भने के हो त यार को यहाँ मेरो निकै खिच्नु भन्दा यो खिच्छु क्या गरेर हेर्नुहोस् साथीहरू, हामीले गर्नुपर्ने यात्रा चाहिँ यता हो होइन। यो डाँडो पुरा काटेर हामीले यता 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 एकदम माथि चढ्नुपर्ने हुन्छ। त्यहाँ अब शिवजीको दर्शन गर्न जानु लाग्छ विशेष। हाम्रो ग्रुपको केटाहरू यता कस्तो रमाइलो फिल आइरहेको छ। मतलब मेरो तन्द्रामी आउनु हान्ने भनेर खिच्यो है। ल है साथीहरू, हामीले चाहिँ अब यता पुरा त्यो सिटी चढ्नु पर्ने हुन्छ।
यसो यो सिटी चाहिँ छ अरे गेट 2 किलोमिटर छ अरे होइन लगभग हामी कति 8 किलोमिटर हिँड्यो होइन हामीसम्म 8 किलोमिटर हिँडिसकेका छौँ छ धेरै नै छ यहाँबाट खस्यो भने चाहिँ हेर्नु त के होला टेक केयर है टेक केयर राम्रोसँग आउनु होला सबैजना यो भिडियोको चक्करमा यहाँ सर भिडियोको चक्करमा थुट्नु हेर्नु त यहाँ कति कति छ है मैले जुम गरेर देखाएको एकदम एक डाँडासम्म हिँड्नुपर्ने हुन्छ कहाँ छ पानीको तल उतै हुनु हुँदैन नि माछा पाल्नु होला माछा पालन हो कि होइन तलतिरको पानीको तल सुकुना हो नि त